काठमाडौँमा बढेको प्रदूषणको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानमा परेको छ। प्रदूषणयुक्त तुवालोका कारण काठमाडौँको भिजिबिलिटी न्यून हुँदा सोमबार मात्रै 4 वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट र 15 आन्तरिक उडान रद्द गरिएका छन्। विमानस्थल कार्यालय अनुसार तुवालोका कारण भिजिबिलिटी 1100 मिटरमा झरेको छ, जसले गर्दा सोमबार भारतबाट आउँदै गरेका एयर इण्डियाका 2 उडान बनारस डाइभर्ट भए। दुबईबाट आउँदै गरेको फ्लाइ दुबईको उडान पनि भैरवहास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको थियो। यस्तै कुवेतबाट आएको जजिरा एयरवेज पनि अवतरण गर्न नसकेर बनारस डाइभर्ट भयो। आन्तरिक उडानमा समेत भिजिबिलिटीको समस्या देखिएको छ। सोमबार बुद्ध एयरले पोखरा र पर्वतीय उडान रद्द गर्नु परेको थियो भने 7 वटा उडान मर्ज गरेको थियो। यति एयरलाइन्सले 5 वटा उडान रद्द गर्दा श्री एयरलाइन्सले पर्वतीय र तारा एयरले 5 उडान रद्द गरेको थियो। वायु प्रदूषणका कारण हाल काठमाडौँको आकाश धुवालोले ढाकेको छ, जसको असर राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम अर्थात नेपाल एयरलाइन्सको आमदानीमा भारी गिरावट आएको छ। चालू आर्थिक वर्षको 8 महिनामा नेपाल एयरलाइन्सले 1 अर्ब 54 करोड़ आमदानी गुमाएको हो। गत साउनदेखि फागुनसम्ममा एयरलाइन्सले 8 अर्ब 75 करोड़ रुपैयाँ आमदानी गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा निगमले 10 अर्ब 29 करोड़ रुपैयाँ आमदानी गरेको थियो। यो आमदानी अन्तर्राष्ट्रिय उडान र कार्गो सेवाबाट भएको आमदानी हो। पोहोरको तुलनामा उडान र यात्रु दुवै घटेकाले त्यसको असर निगमको आमदानीमा परेको हो। अघिल्लो वर्षको 8 महिनाको तुलनामा यो वर्ष एयरलाइन्सको यात्रु 56,000 ले घटेका छन्। चालू आर्थिक वर्षको 8 महिनामा 3,46,504 यात्रुले नेपाल एयरलाइन्सबाट उडान भरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या 4,03,286 थियो। एयरलाइन्सको आन्तरिक तर्फ उडान 3 महिनादेखि ठप्प छ। अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू समेत मर्मतका लागि लामो समय ग्राउन्डेड गरिएको थियो, जसले गर्दा निगमलाई ठूलो